नबिल ब्याङ्कमा अनलाइनबाट अकाउन्ट कसरी खोल्ने? तपाईँले नेपाल वा नेपाल बाहिर विदेशबाट जुनसुकै ठाउँबाट पनि तपाईँले अनलाइनबाट आफ्नो नबिल ब्याङ्कमा अकाउन्ट खोल्न सक्नुहुनेछ। अकाउन्ट खोल्नको लागि तपाईँले आफ्नो गुगल क्रोमलाई खोल्नुहोला। मैले चाहिँ मोबाइलबाट अकाउन्ट ओपन गर्न गइरहेको छु। तपाईँले ल्यापटप वा पिसीबाट पनि अकाउन्ट खोल्न सक्नुहुनेछ। सेम प्रोसेसमा यहाँ सर्चमा तपाईँले नबिल ब्याङ्क भनेर लेख्नुहोला। नबिल ब्याङ्क लेखेर यसलाई सर्च गर्नुहोला यहाँनिर। त्यसपछि यहाँ फर्स्टमै देख्न सक्नुहुनेछ नबिल ब्याङ्कको अफिसियल वेबसाइट www.nabilbank.com भनेर। जस्ट यसमा टच गर्नुहोला, यसलाई ओपन गर्नुहोला यहाँनिर। त्यसपछि यहाँ केही नोटिफिकेसनहरू देखाएको हुनेछ, यसलाई क्लोज गर्नुहोला। त्यसपछि तपाईँले यहाँ माथि राइट साइडमा 3वटा ढर्का देख्न सक्नुहुन्छ, यसमा टच गर्नुहोला। त्यसपछि अलिकति तल यहाँ देख्न सक्नुहुन्छ अप्लाई अनलाइन भनेको छ, यसमा टच गर्नुहोला। त्यसपछि अलिकति तल यहाँ देख्न सक्नुहुनेछ अनलाइन अकाउन्ट ओपनिङ भनेको छ, यसमा टच गर्नुहोला। ओके, त्यसपछि यहाँ रजिस्टर फर अनलाइन अकाउन्ट ओपनिङ भनेको छ। त्यसपछि अलिकति तल के तपाईँ हाल नेपालमा बस्दै हुनुहुन्छ भनेको छ। यदि नेपालबाट खोल्दै हुनुहुन्छ भने इन नेपालमा यहाँ टिक गर्नुहोला। यदि आउटसाइड नेपाल हो भने आउटसाइड नेपाल अब्रोड भनेको छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि अलिकति तल के तपाईँ गैर आवासीय नेपाली हुनुहुन्छ र तपाईँसँग मान्य एनआरएन कार्ड छ भनेको छ। यदि तपाईँ एनआरएन कार्ड छ भने आई ह्याभ गर्नुहोला। यदि छैन भने आई डु नट ह्याभ एनआरएन कार्ड गर्नुहोला। ओके, त्यसपछि यहाँ कुन खाता खोल्ने हो, धेरै प्रकारको यहाँ खाताहरू छ, तपाईँले यहाँ सेलेक्ट गर्नुहोला कुनमा खोल्ने हो। मैले चाहिँ यहाँ नबिल जेनरल सेभिङ अकाउन्ट खोल्न गइरहेको छु। यसमा यहाँ अप्लाई भनेको छ, यसमा टच गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ फर्स्ट नेम भनेको छ, तपाईँको यहाँ पहिलो नाम राख्नुहोला। त्यसपछि यहाँ मिडल नेम भनेको छ, यदि तपाईँको बिचमा बहादुर कुमार छ भने मिडल नेम राख्नुहोला। त्यसपछि लास्ट नेम भनेको छ, यहाँ लास्ट नेममा तपाईँको थर के हो त्यो राख्नुहोला। त्यसपछि यहाँ डेट अफ बर्थ भनेको छ, यहाँनिर तपाईँको आफ्नो जन्म मिति राख्नुहोला। त्यसपछि इमेल एड्रेस भनेको छ, तपाईँको आफ्नो इमेल राख्नुहोला यहाँनिर। त्यसपछि तपाईँले यहाँ आफ्नो कन्ट्री कोड सेलेक्ट गर्नुहोला र तपाईँको मोबाइल नम्बर राख्नुहोला। त्यसपछि तपाईँको सम्पूर्ण डिटेल्स यहाँ भरिसकेपछि यहाँ तल देख्न सक्नुहुनेछ मेल फिमेल। तपाईँ पुरुष हुनुहुन्छ भने मेलमा टिक गर्नुहोला, यदि महिला हुनुहुन्छ भने फिमेल गर्नुहोला। म चाहिँ मेल हो, त्यसैले मेलमा गरेँ। त्यसपछि अलिकति तल यहाँ देख्न सक्नुहुन्छ आई अग्री टु टर्म्स एन्ड कन्डिसन भनेको छ, यसमा टिक गर्नुहोला, राइट मार्क गर्नुहोला। त्यसपछि तपाईँले यहाँ स्क्रोल गर्नुहोला तल। त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ ग्रिनमा प्रोसेस टु अकाउन्ट ओपनिङ फर्म भनेको छ, यसमा क्लिक गर्नुहोला, टच गर्नुहोला यहाँनिर। त्यसपछि तपाईँको मोबाइलमा एउटा ओटिपी आउनेछ, त्यो ओटिपी यहाँ राख्नुहोला। कोड राखिसकेपछि यहाँ तल राइट साइडमा देख्न सक्नुहुनेछ प्रोसिड भनेको छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ वेलकम भनेर तपाईँको नाम देखाउनेछ। त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ कस्टमर डिटेल्स भनेको छ, यहाँ सोलुटेसन भनेको छ, यसमा सेलेक्ट गरेर तपाईँ मिस्टर र मिसेस के हुनुहुन्छ त्यो सेलेक्ट गर्नुहोला। म चाहिँ एमआर गरेँ यहाँनिर। त्यसपछि तपाईँको नामहरू सम्पूर्ण यहाँ डिटेल्स देखाएको हुनेछ। त्यसपछि अलिकति तल स्क्रोल गर्नुभयो भने यहाँ सेलेक्ट प्रोडक्ट्स भनेको छ, तपाईँको यहाँ प्याकेज नेम भनेको छ, तपाईँको यहाँबाट कुन अकाउन्ट हो त्यो। मेरो चाहिँ यहाँ नबिल जेनरल सेभिङ अकाउन्ट देखाएको छ, यहाँबाट पनि सेलेक्ट गर्न सक्नुहुनेछ। त्यसपछि यहाँ डकुमेन्ट अपलोड भनेको छ, तपाईँले अपलोड यो रिसेन्टली टेकन पिपी साइज फोटो भनेको छ, तपाईँले हालचालैको पासपोर्ट साइजको फोटो यहाँ अपलोड गर्नुहोला। अपलोड गर्नको लागि तपाईँले चुज फाइल भनेको छ, यसमा टच गरेर तपाईँले ग्यालरीबाट अपलोड गर्न सक्नुहुनेछ। त्यसपछि अपलोड सिम ओनरसिप प्रुफ भनेको छ, तपाईँले आफ्नो नामको सिम हो कि होइन भनेर प्रुफ गर्न पर्ने हुन्छ। त्यसको लागि तपाईँले एनटिसी युजर हुनुहुन्छ भने डायलमा गएर तपाईँले *922# गरेर डायल गर्नुभयो भने तपाईँको त्यहाँ डिटेल्स देखाउनेछ। वा एनसेल युजर हुनुहुन्छ भने डायलमा गएर *9966# गरेर कलिङ गर्नुभयो भने तपाईँको त्यहाँ तपाईँको डिटेल्स देखाउनेछ। त्यसलाई स्क्रिनसट गरेर तपाईँले यहाँ अपलोड गर्नुहोला। ओके, त्यसपछि तपाईँले यहाँ राष्ट्रिय परिचय पत्रको अगाडिको भाग अपलोड गर्न पर्ने हुन्छ, फ्रन्ट साइड भनेको छ।
यदि तपाईँको ओरिजिनल आइडी आएको छैन भने तपाईँले एप्लिकेसन फर्म र अनि तपाईँले सफ्ट कपी अपलोड गर्न सक्नुहुनेछ। यदि तपाईँसँग कपी छैन भने तपाईँले यहाँ लिङ्क देख्न सक्नुहुन्छ, यसमा टच गर्नुहोला र यहाँबाट तपाईँले आफ्नो नेपालीमा फुल नाम राख्नुहोला। त्यसपछि तल फुल नाम इङ्ग्लिसमा राख्नुहोला यहाँनिर। त्यसपछि डेट अफ बर्थ राख्नुहोला, तपाईँको नेपालीमा जन्म मिति। त्यसपछि तपाईँको इस्युङ डेट राख्नुहोला, कहिले बनाएको। त्यसपछि यहाँ क्याप्चा भनेको छ, यो बक्समा जे छ त्यही यहाँ क्याप्चा हेर भनेको छ, यसमा टाइप गर्नुहोला। यदि बुझ्नु भएन भने यो गोलोमा टच गर्नुभयो भने अर्को आउनेछ, त्यसपछि यहाँ टाइप गर्नुहोला र सर्च गर्नुहोला। त्यसपछि तपाईँको डिटेल्स आउनेछ, त्यसलाई तपाईँले स्क्रिनसट गरेर तपाईँले अपलोड गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तल अपलोड रियर ब्याक साइड भनेको छ, तपाईँले यहाँ तपाईँले एप्लिकेसनको फर्म अपलोड गर्न सक्नुहुनेछ। त्यसपछि अलिकति तल आइडेन्टिफिकेसन डिटेल्स भनेको छ, तपाईँको यहाँ नेसनल आइडी, त्यसपछि नेसनालिटी नेपाली गर्नुहोला। त्यसपछि डेट अफ बर्थ तपाईँको यहाँ राख्नुहोला, जन्म मिति। त्यसपछि यहाँ तपाईँको आइडेन्टिफिकेसन नम्बर भनेको छ, नागरिकता नम्बर वा राष्ट्रिय परिचय पत्र नम्बर केबाट खोल्नु भएको छ त्यो नम्बर राख्नुहोला। त्यसपछि प्लेस अफ इस्यु भनेको छ, कुन जिल्लाबाट बनाउनु भएको हो त्यो जिल्ला सेलेक्ट गर्नुहोला यहाँनिर। त्यसपछि तपाईँको डकुमेन्ट इस्यु डेट बिएस भनेको छ, तपाईँको बिएसमा यहाँ तपाईँको डकुमेन्ट इस्यु डेट राख्नुहोला। त्यसपछि यहाँ एडीमा राख्नुहोला। अलिकति मुनि यहाँ फ्यामिली डिटेल्स भनेको छ, फादर्स फुल नेम भनेको छ, तपाईँको बाबाको फुल नेम राख्नुहोला यहाँनिर। त्यसपछि अलिकति मुनि मदर्स फुल नेम भनेको छ, त्यसपछि यहाँ आमाको पुरा नाम राख्नुहोला। त्यसपछि अलिकति मुनि यहाँ देख्न सक्नुहुन्छ ग्रान्डफादर्स फुल नेम भनेको छ, हजुरबुवाको नाम फुल नाम यहाँ राख्नुहोला। त्यसपछि अलिकति मुनि यहाँ देख्न सक्नुहुन्छ म्यारिटल स्ट्याटस भनेको छ, यहाँ तपाईँ सिङ्गल हो भने सिङ्गल गर्नुहोला, या तपाईँ म्यारिड हो भने यहाँ क्लिक गरेर म्यारिड गर्नुहोला। ओके, म चाहिँ म्यारिड हो त्यसैले म्यारिड गरेँ। त्यसपछि अलिकति मुनि म्यारिड गरिसकेपछि यहाँ स्पाउस फुल नेम भनेको छ, तपाईँको वाइफको श्रीमतीको पुरा नाम लेख्नुहोला यहाँनिर। ओके, त्यसपछि अलिकति मुनि यहाँ फादर इन ल फुल नेम भनेको छ, तपाईँले आफ्नो वाइफको बाबाको फुल नाम यहाँ राख्नुहोला। ओके, यहाँ राखिसकेपछि त्यसपछि देख्न सक्नुहुन्छ यहाँ तल कन्टिन्यू भनेको छ, कन्टिन्यूमा क्लिक गर्नुहोला। त्यसपछि नेक्स्टमा तपाईँको यहाँ पर्मानेन्ट एड्रेस भनेको छ, तपाईँले यहाँबाट कन्ट्री सेलेक्ट गर्नुहोला, नेपाल गर्नुहोला। त्यसपछि स्टेट भनेको छ, तपाईँ कुन प्रदेश हो यहाँबाट सेलेक्ट गर्नुहोला, प्रदेश। त्यसपछि डिस्ट्रिक्ट भनेको छ, तपाईँ कुन जिल्ला हो, जिल्ला सेलेक्ट गर्नुहोला यसमा क्लिक गरेर यहाँनिर। त्यसपछि टाउन सिटी भनेको छ, तपाईँ कुन सिटी वा कुन टाउनमा बस्नुहुन्छ त्यो सेलेक्ट गर्नुहोला। त्यसपछि स्ट्रिट नेम टोल भनेको छ, तपाईँ कुन टोल हो त्यो यहाँ टाइप गर्नुहोला। त्यसपछि अलिकति मुनि यहाँ वार्ड नम्बर भनेको छ, तपाईँको वार्ड नम्बर कति हो त्यो यहाँ राख्नुहोला। ओके, त्यसपछि अलिकति मुनि यहाँ हाउस नम्बर भनेको छ, तपाईँको हाउस नम्बर राख्नुहोला। जुन यो रातोमा देखाए रिक्वायर भनेको छ यो अनिवार्य भर्न पर्ने हुन्छ। त्यसपछि यहाँ अलिकति मुनि देख्न सक्नुहुन्छ रेसिडेन्टल एड्रेस सेम अस पर्मानेन्ट एड्रेस भनेको छ, तपाईँ यदि सेम एड्रेस हो भने यहाँ यस गर्नुहोला। यदि होइन, तपाईँ एक्जाम्पलको लागि तपाईँ घर पोखरा हो, केटिएम बस्नुहुन्छ भने यहाँ नो गर्नुहोला र तपाईँले यहाँ एड्रेस दिन पर्ने हुन्छ। यदि सेम हो भने यस गर्नुहोला। त्यसपछि तपाईँको अटोमेटिक आउनेछ पहिलाको एड्रेस, यहाँ केही पनि गर्न पर्दैन। ओके, त्यसपछि अलिकति मुनि यहाँ एडिसनल कन्ट्याक्ट डिटेल्स भनेको छ, यो चाहिँ तपाईँले अप्सनल हो, राख्दा नि हुन्छ नराख्दा पनि हुन्छ। सेकेन्डरी कन्ट्री कोड भनेको छ, एक्जाम्पलको लागि तपाईँ विदेश हुनुहुन्छ भने नेपालको नम्बरबाट खोल्नु भएको थियो भने यहाँ विदेशको कन्ट्री कोड राख्न सक्नुहुनेछ। त्यसपछि यहाँ मोबाइल नम्बर राख्नु होला। त्यसपछि अलिकति मुनि तपाईँको यहाँ इम्प्लोइमेन्ट डिटेल्स भनेको छ। ओके, त्यसपछि अलिकति मुनि यहाँ एजुकेसन भनेको छ, तपाईँले तपाईँको एजुकेसन के हो त्यो राख्नु होला यहाँनिर। यहाँ टच गरेर यसमा सेलेक्ट गर्नु होला तपाईँको। ओके, त्यसपछि अलिकति मुनि इक्युपेसन भनेको छ, तपाईँको के काम गर्नुहुन्छ यहाँ यसमा टच गरेर सेलेक्ट गर्नु होला। ओके, त्यसपछि अलिकति मुनि डिसाइनेसन भनेको छ। ओके, यो अप्सनल हो, यसमा राख्दा नि हुन्छ नराख्दा पनि हुन्छ। त्यसपछि पान नम्बर भनेको छ, प्यान नम्बर पनि छ भने राख्नु होला, छैन भने नराख्दा पनि हुन्छ। ओके, त्यसपछि अलिकति मुनि यहाँ देख्न सक्नुहुन्छ इम्प्लोइमेन्ट टाइप भनेको छ, इम्प्लोइमेन्ट एन्ड एक्युपेसन डिटेल्स सुड बी म्याच भनेको छ।
तपाईँले यहाँ माथि इक्युपेसनमा जे सेलेक्ट गर्नुभएको थियो यहाँ पनि यो बक्समा त्यसमा टिक गर्नुहोला, जे गर्नुभएको थियो सेम गर्नुहोला। त्यसपछि यहाँ सोर्स अफ इन्कम फन्ड भनेको छ, तपाईँको इन्कम आम्दानीको स्रोत के हो त्यो सेलेक्ट गर्नुहोला। त्यसपछि अफिस छ भने तपाईँको अफिस नेम एड्रेस दिनुहोला यहाँ। त्यसपछि एनुअल इन्कम भनेको छ, इस्टिमेटेड एनुअल कति हो त्यो सेलेक्ट गर्नुहोला यहाँनिर। एनुअल ट्रान्सेक्सन भोल्युम भनेको छ, कतिसम्म ट्रान्सेक्सन गर्नुहुन्छ तपाईँले यहाँ सेलेक्ट गर्नुहोला, राख्नुहोला। त्यसपछि यहाँ तपाईँले कन्टिन्यू भनेको छ, कन्टिन्यूमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ अकाउन्ट सर्भिस भनेको छ, तपाईँले यहाँ मोबाइल ब्याङ्किङ सर्भिस चाहनुहुन्छ भने टिक गर्नुहोला। त्यस्तै इन्टरनेट ब्याङ्किङ सर्भिस चाहनुहुन्छ भने पनि यहाँ टिक गर्नुहोला। मैले चाहिँ मोबाइल ब्याङ्किङ सर्भिस मात्र लिन्छु। त्यसपछि यहाँ अकाउन्ट एन्ड ट्रान्सेक्सन डिटेल्स भनेको छ, त्यसपछि तपाईँले पर्पज अफ अकाउन्ट के को लागि खोल्ने हो त्यो सेलेक्ट गर्नुहोला। त्यसपछि यहाँ म्याक्सिमम ट्रान्सेक्सन काउन्ट इन मन्थ भनेको छ, कतिचोटि महिनामा ट्रान्सेक्सन गर्नुहुन्छ त्यो यहाँ सेलेक्ट गर्नुहोला। त्यसपछि म्याक्सिमम ट्रान्सेक्सन भोल्युम भनेको छ, इन अ मन्थ भनेको छ, मैले चाहिँ अब 500,000 अबोभ गरेको छु। त्यसपछि तपाईँको ब्रान्च सेलेक्ट गर्नुहोला, कुन ब्रान्च हो। ओके। त्यसपछि यहाँ डिक्लेरेसन भनेको छ, तपाईँले यहाँ सबैमा नो गर्नुहोला। त्यसपछि यहाँ रिभ्यू माई एप्लिकेसन भनेको छ, यसमा टच गरेर तपाईँले रिभ्यू पनि गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। त्यसपछि सम्पूर्ण कुरा ठिक छ भने तपाईँले यहाँ सबमिट एप्लिकेसन भनेको छ, यसमा टच गर्नुहोला। त्यसपछि यहाँ डिक्लेरेसन भनेको छ, यसमा यसमा टच गर्नुहोला यहाँनिर। त्यसपछि यहाँ तपाईँको कङ्ग्रेचुलेसन्स, यु हेभ सक्सेसफुल्ली सबमिटेड योर एप्लिकेसन फर न्यू अकाउन्ट, नविल ब्याङ्क विल बी प्रोसेस योर एप्लिकेसन एन्ड रेस्पोन्ड टु यु विदिन 3 वर्किङ डेज भिया इमेल भनेको छ। तपाईँलाई 3 दिनपछि वर्किङ डेजको 3 दिनमा तपाईँलाई इमेलमा तपाईँको अकाउन्ट डिटेल्स आउनेछ। इन केस तपाईँको केही डकुमेन्टहरू मिलेन भने पनि तपाईँलाई इमेलमा जानकारी पाउन सक्नुहुनेछ। यदि तपाईँको अकाउन्ट ओपन भएन भने तपाईँले फेरिबाट अप्लाई गर्न सक्नुहुनेछ। तपाईँले जुनसुकै देशबाट, विदेश वा स्वदेशबाट यसरी सजिलै अनलाइन अकाउन्ट खाता खोल्न सक्नुहुनेछ।